सन्चै छु। आई होप हजुरहरू पनि सन्चै आएर पनि हुनुहुन्छ होला। यति बेला चाहिँ म गोर्खा दरबार सङ्ग्रहालय हेर्न आइरहेको छु एन्ड मेरो बुवा त्यसपछि मेरो छोरो हामी सबै मिलेर आएको छौँ होइन। आज ऐतिहासिक कुराहरू हेर्न पाउँदाखेरि एकदमै रमाइलो लागेको छ। लगभग 300 वर्ष पुरानो चिजहरू यहाँ यसरी कैद गरेर राखिएको छ। उहाँ कालु पाण्डे हुनुहुन्छ। यसरी नै दरबारमा पहिलाको शासन पहिलाको हतियारहरू यसरी चलाइदो रहेछ। यस्तो खालको हतियार युज गरिँदो रहेछ। अहिले चाहिँ युनिक भइसक्यो होइन। पहिला चाहिँ यस्तो थियो। हेर्नु पहिलाको हतियारहरू यसरी चलाइने हाम्रो पृथ्वीनारायण शाहको सङ्ग्रहालयमा आएको छौँ हामी यति बेला अहिले गोर्खा स्थित। पहिला यसरी नै हात हतियार गोर्खाली तरबार हतियारहरू यसरी युज गरिन्थ्यो। ढालको यस्तो युज हुन्थ्यो लडाइँहरूमा। अहिले त अब त्यस्तो छैन होइन, शान्तिपूर्ण छ। यस्तो पनि थियो, यस्ता खुकुरी तरबारहरू यसरी युज गर्थे राजाहरूले दरबारमा। अहिले त यसलाई सङ्ग्रहालय बनाइएको छ। यो कल्पनाको मात्रै भयो। राजाहरूले पहिला यसरी बसेर यहाँ बसेर चाहिँ अनुसन्धान गर्ने अथवा हेर्ने दुश्मन कताबाट आउँदैछ भन्ने कुराहरू यस्तो गर्ने हुनुहुन्थ्यो। अनि यो चाहिँ पृथ्वीनारायण शाहको राजगद्दी होइन, एकदमै पृथ्वीनारायण शाहको एकदमै राजगद्दी। यो चाहिँ अब यहाँ केही मिटिङहरू हुनु पऱ्यो भने अथवा केही काम गर्नु पऱ्यो भने यहाँ बसेर सल्लाह सुझाव दिनुहुन्थ्यो राजाले। फेरि हामी प्रवेश गरिसक्यौँ। यहाँ हेर्दै हुनुहुन्छ बुवाहरूले। जे होस् एकदमै ऐतिहासिक कुराहरू एकदमै गम्भीर हुन्छ। बुवा त्यो बुवा पृथ्वीनारायण शाह बस्ने ठाउँ राजगद्दी, त्यहाँ बसेर अनि बल्ल सल्लाह दिने, अब सूचना दिने। अब यहाँबाट राजा आइसकेपछि राजाले दिने सूचना त्यहाँबाट हो क्या, मन्त्रीहरूलाई सूचना दिने। पहिलाका नेपाली बाजाहरूलाई एकदमै व्यवस्थित रूपमा राखिएको छ। कला र संस्कृतिको सधैँ जगेर्ना गर्नुपर्छ भन्ने जस्तै अहिले चाहिँ अब म्युजियममा राख्ने। अहिले चाहिँ लोप भइसक्यो। अहिले विभिन्न किसिमका बाजाहरू आइसक्यो। तर पनि पहिलाको बाजा भनेको एकदम राम्रो थियो भनौँ। तान्त्रिक माला रहेछ, तान्त्रिक माला रहेछ कि यो मुद्राहरू पहिलाका एकदमै पहिला यसरी यस्ता मुद्राको युज हुन्थ्यो। अहिले त अब तपाईँको नोट आएको छ होइन, हरेक कुराहरू आइसकेको छ, एडभान्स भएको छ। 300 वर्ष पुरानो हो नि त यो। त्यही भएर यस्तो ऐतिहासिक कुराहरू एकदमै पुरानो हुन्छ। अहिले चाहिँ हामी हिँड्दैछौँ। धेरै कुराहरू हेरियो, ऐतिहासिक कुराहरू धेरै कुराहरू छ। यो दियोहरू बाल्ने पुरानो ऐतिहासिक कुराहरू एकदमै पुरानो। पछि गएर मानापाती यसरी चलेको थियो। मानापाती चाहिँ राजाहरूले यसरी मानाबाट सुरु गर्दा गर्दा आज तराजुको आविष्कार भइसक्यो। यो चाहिँ बत्ती बाल्ने कलश दियोहरू। दरबारको ऐतिहासिक ठाउँहरू, दरबार अझै पनि एकदमै उदाहरणसहित बसेको छ। अझै पनि दरबार होइन, जस्ताको त्यस्तै छ। 300 वर्ष पुरानो दरबार पनि अहिले पनि त्यस्तै आजकै दिन बने जस्तो छ। त्यो भनेको पहिलाको कुराहरू होइन, धेरै महत्त्वपूर्ण कुराहरू। धेरै पहिला पनि अब जातित्वको त्यस्तो धेरै प्रभाव थिएन। अहिले तर अहिले आएर भएको छ। अहिले चाहिँ यस्तो छ है, त्यति बेला हात हतियार बनाउनको लागि विश्वकर्मा जातिले नै यसरी बनाउनुहुन्थ्यो। अनि उहाँहरूले बनाएको हात हतियार दुश्मनसँग लड्नको लागि हात हतियार बनाउने नै उहाँहरू हुनुहुन्थ्यो। आज उहाँहरू हात हतियार बनाएर देशको लागि लड्ने मान्छेहरू उहाँहरू अलिक पछाडि
परेको छ होइन, दलित भनेर अलिकति उ गरिन्छ। तर यो म्युजियममा पनि उहाँहरू पनि हुनुहुन्छ। यो चाहिँ राम्रो पक्ष हो हाम्रो होइन। त्यही भएर जातित्वको त्यति धेरै नगरौँ होइन, भेदभाव गर्नु हुँदैन, किनभने आखिर सबै मिलेर नै गर्ने हो। अब यो विश्वकर्माहरूलाई देखाइएको छ, विश्वकर्माहरूले नै गर्दाखेरि आज हामीले एकीकरण गर्न सक्यौँ, देशको स्थिति बनाउन सक्यौँ होइन। अनि यो चाहिँ कुमाल जातित्वलाई देखाउने गरेर झल्किने गरेर भाँडाकुँडा बनाउने होइन, कुमाल जातित्वले पहिला चाहिँ धेरै यसरी नै निगरानी गर्नुहुन्थ्यो। यो चाहिँ शेर्पा जाति होइन, यसरी नै पोसाक राखिएको छ। आज सबै हामी नेपाली हो होइन, एकअर्कालाई नेपाली भनेर चिनिने हो, अरू हाम्रो केही छैन। सबै हामी आफ्नो धरातलमै बस्नुपर्छ, किनभने कोही छैन पराई, सबैजना हामी नेपाली हो। हाम्रो एउटा मात्रै पहिचान छ, त्यो एउटा नेपाली मात्र हो होइन। सो द्याट गाइज होइन, सबैले सबैलाई समान रूपले हेर्ने गरौँ। हामी कोही पनि अछुत छैनौँ, हामी कोही पनि टाढाको मान्छे छैनौँ, हामी सबै एक हो होइन। राजाको पालादेखिबाट नै हामीलाई समान रूपमा हेर्ने गरिएको छ भने अहिले पनि समान रूपले नै हेर्नुपर्छ। दरबारबाट यसरी हेर्ने दृश्य होइन, गोर्खाको यस्तो दृश्य देखिन्छ होइन। यो चाहिँ धेरै एकदमै भावपूर्ण रूपमा एकदमै राम्रो पक्ष हो। यसरी यहाँ दुश्मनहरूलाई यसरी हेर्ने गरिन्थ्यो, कहाँबाट को आउँदै हुनुहुन्छ भनेर यहाँ देखिने गरिन्थ्यो। यस्तै छ, पृथ्वीनारायण शाहले यसरी एकीकरण गर्नुभएको छ देशलाई। यो चाहिँ हाम्रो राम्रो पक्ष हो। फाइनली गाइस हामी चाहिँ दरबारबाट बाहिर निस्किसक्यौँ होइन, ऐतिहासिक कुराहरू हेऱ्यौँ। अनि अहिले यो दरबारको भित्रपट्टिको दृश्य हो। यो पहिला तोप यसरी यस्तो तोपको युज गरिन्थ्यो, अहिले चाहिँ अब नयाँ आविष्कार भइसकेको छ। पहिला पनि राजाहरूले यतिसम्म सङ्घर्ष गर्नुभएको रहेछ, यो चाहिँ हाम्रो लागि धेरै गौरवपूर्ण कुरा हो होइन। अहिले यो दरबारको भित्रपट्टिको दृश्य यो छ होइन। धेरै सङ्घर्ष गरेर हामीलाई यहाँसम्म ल्याउनु भएको रहेछ। देशको एकीकरण गर्ने महान योद्धालाई मेरो पनि फेरि सलाम छ। पृथ्वीनारायण शाहले गर्दाखेरि आज हामी नेपाली भनेर चिनिएको छौँ। सो द्याट गाइज होइन, हामीले रेस्पेक्ट गर्नुपर्ने मान्छे हुनुहुन्छ, उहाँ सधैँ रेस्पेक्ट नै हुनुहुन्छ, किनभने आज हामीबाट टाढा भए पनि उहाँको ऐतिहासिक कुराहरू हामीले आज पनि हेर्न पाएको छौँ। सो होइन, एकदमै राम्रो छ गोर्खा दरबार। आज पनि उहाँको यथार्थ झल्किने गरेर देखिएको छ होइन। अब हामी सबैजना भएर एकचोटि दृश्य हेर्न आइपुगेको थियौँ, अब चाहिँ हामी लाग्यौँ होइन, किनभने हामीले दृश्य हेरिसक्यौँ। अब हामी बाहिर निस्किँदैछौँ। सो द्याट गाइज होइन, तपाईँहरू पनि आउनु होला दरबार घुम्नलाई। फाइनली गाइज अब हामी चाहिँ गोर्खा दरबार घुमेर फर्किन लाग्यो। गोर्खा दरबार धेरै बेरसम्म घुमियो एन्ड एकदमै मजा भयो। गोर्खा दरबार ऐतिहासिक ठाउँ हेर्दाखेरि एकदमै गोर्खाहरूको वीरतालाई देखियो होइन। यस्तै गर्नुपर्छ, किनभने अहिलेका नेता, अहिलेका जति पनि शीर्ष नेताहरू छन्, उहाँहरूले देशलाई बचाउनुभन्दा पनि बिगार्नेतिर जानुभएको छ। यसरी उहाँको उदाहरण हेर्नु होला। गोर्खा दरबार जसरी आज स्थापित हुन सकेको छ, देश एउटा एकीकरणको युगमा लान सक्ने एउटा व्यक्तित्व हुनुहुन्छ पृथ्वीनारायण शाह। त्यसरी नै तपाईँहरूले त्यहाँबाट सिक्नुपर्ने छ भन्दै आजको भिडियो मैले यहीँसम्म अन्त्य गर्न चाहन्छु। अनि सबैजनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला एन्ड सेयर गरिदिनु होला, धेरै माया गरिदिनु होला। तपाईँको प्यारो मित्र शङ्कर अब तपाईँबाट बिदा भइसक्यो र गोर्खा दरबार हेरेर पनि सकिसक्यो। अहिले हामी बाहिर निस्किने अवस्थामा छौँ। ओके, भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला। ओके, बाई, सी यू सुन।